एउटा कुरा मैले सोधेँ तपाईँलाई, हजुर भन्नु। महावीर पुन चाहिँ केमा मन पर्नु भयो त? महावीर पुनले जहाँ जहाँ दुर्गम क्षेत्र थियो, जहाँ जहाँ बाटोघाटो पुगेको छैन, इन्टरनेट पुगेको छैन, त्यहाँ त्यहाँ चाहिँ महावीर पुनले इन्टरनेट आफै जडान गरेर, आफै बाटोघाटो पुर्याएर, आफै इन्टरनेट जडान गरेर दुर्गम क्षेत्रहरूलाई सेवा सुविस्ता दिएर, जस्तै कि जिल्लाको कुरा गर्नु पर्दाखेरि रुकुम, रोल्पा, बैतडी, हुम्ला, जुम्ला हो, सबै ठाउँमा महावीर पुनले चाहिँ इन्टरनेट सेवा प्राप्त गरेको हुनाले मलाई महावीर पुन चाहिँ पर्याप्त मनपर्छ। होइन त? हो। अनि त्यसो भए अनि तपाईँको मास्क लगाएर चाहिँ किन कुरा गर्नुहुन्छ? मास्क खोल्नु। मास्क लगाएर होइन, महावीर पुनको कुरा गर्नुहोस्। खोल्नु न पहिला। ओके, महावीर पुनलाई हेर्नुहोस्। महावीर पुनले राजनीतिमा आएर 2-3 महिनाको उसले शपथ गरेर खाएर पनि महावीर पुनले पार्टी त्याग राजीनामा गरेर आफ्नो स्वतन्त्र पार्टी, एउटा स्वतन्त्र स्वस्तिक चिन्ह लिएर उठेको मान्छे हो। उसले अहिले हेर्नुहोस् कसरी जित्यो महावीर पुनले। ऊ बेठिक भएको भए कसरी जित्थ्यो होला त्यहाँबाट हो। होइन, हार र जित त भइहाल्छ होइन, तर जसले आफ्नो क्षेत्रमा जति जित्नु छ, जति काम गरेछ, त्यति नै के भन्ने यसलाई फल पाउने होइन। जसले जति काम गरे नि, जुन क्षेत्रमा काम गरे त्यही क्षेत्रको मान्छेले उ गर्ने होइन र हो। तर रही पनि को चाहिँ महावीर पुन आफ्नो क्षेत्रबाट आफै उठेको हो नि त। उसले सांसदमा गएर पनि उसले भनेको कि आफ्नो एजेन्डा 3 किसिमका एजेन्डाहरू उसले माग गरेको थियो। 3 किसिमका त्यो 3 किसिमका एजेन्डा माफ गरेको थियो। कुन कुन हो त्यो त थाहा छैन मलाई होइन। रही पनि उसले 3 किसिमका एजेन्डा उसले माग गरेको थियो सुशीला कार्की मार्फत हो। तर सुशीला कार्कीले सही हो, तर म यो सिचुएसनमा तपाईँलाई यो पारित गर्न सक्दिनँ भनेपछि महावीर पुनले राजीनामा दिएर ऊ राजनीतिमा छिरेर यसपाल उठेर विजय भएको हो महावीर पुन। सुन्नु भयो त? अब आफ्नो क्षेत्रमा त त्यसै जित्ने भइगयो नै होइन, तर अब आफ्नो क्षेत्रमा जित्नुको कारण छ, त्यसै आफ्नो गाउँ प्यारो। दोस्रोमा आफ्नो गाउँको मान्छेले आफ्नै गाउँकोलाई अर्कोलाई लाउँदैन। ओके। तेस्रो र तपाईँले भने अनुसार चाहिँ अब अहिले मैले फेरि भन्छु ल। हजुरलाई एउटा प्रश्न, आफ्नो ठाउँमा आफ्नो मान्छेले जित्छ भनेर हजुरले यो प्रश्न राख्नुभयो। केपी ओली आफ्नो ठाउँबाट उठेको बालेन्सा काठमाडौँको मान्छे दमक झापा 5मा केपीले किन जितेन त? तपाईँको मार्क्स खोल्नुहोस्। ओके, तपाईँ बोल्नुहोस् पहिला। केपी ओली त अब राम्रो काम उसले गरे भए त उसलाई राम्रो प्रशंसा गर्ने हो र। अब राम्रो कामै नगरेपछि प्रशंसा कसरी आउँछ त? 2046 सालबाट हेर्नुहोस्। ओके, 2046 सालबाट 2082 सालसम्म केपी ओलीले जितेको ठाउँ हो झापा 5 दमकबाट हो। तर 2082 सालमा बालनले एकैचोटि गएर कति मतले जित्यो त? 54 मतले केपी ओलीलाई हरायो हो। ठिक छ, उहाँको प्रश्नको जवाब मैले दिएँ। बालनले राम्रो काम गरेछ, त्यही भएर बालनले जित्यो होइन। तर जित्नुको कारणहरू पनि त छ नि त। राम्रो काम गरे जित्ने हो, नराम्रो काम गरे नराम्रै हुने त हो, हार्ने हो होइन र। ल भन्नुहोस् त फेरि अझै। किन र 2046 सालबाट 2082 सालसम्म केपी ओलीले राम्रो काम गरेन र? बालेन शाह भनेको राजसभाको 3 वर्षको अवधिमा 54 होइन 5 54को पनि त्रिबल डबल 54को डबल मतले चाहिँ जितेको बालेन शाहले 3 वर्षको अवधिमा। 2046 सालबाट 2082 सालमा 82 सालसम्म केपी ओलीले कतिसम्म राज्य गर्यो? कति साल भयो? कति वर्ष भयो? तर 3 वर्षको अन्तरालमा बालेन शाहले
भारी मत ल्याएर विजय गर्यो कसरी किन भन्नुहोस् होइन कसरी किनको जवाब दिनुहोस् आफैले सोध्नु भएको छ आफै जवाब दिनुहोस् म किन दिनु म त दिन्न अब त्यसो भए अब तपाईँले सक्नु भएन छ भन्ने कुरा थाहा भयो नि त केही छैन अब यसको कमेन्ट साइट यहाँ लेख्नु होला कसलाई के मनपर्छ मन पर्दैन कसको कुरा राइट कसको अनराइट के भन्नु मिलाएर बोल्नु होला तपाईँहरूले सबै पोस्ट नगर्नु काटेर हाल्नु सबै मिलाएर किन काट्ने तपाईँले बोलेको कुरा त सबै हालिदिने हो नि मैले बोले नै हालिदिने हो नि नहाल्नु कि किन तपाईँलाई डर लाग्यो अनि डर लागेको छैन अनि किन नहाल्ने त म त काट्दिनँ कि यतिकै लाउने हो म यतिकै नहाल्नु न त्यो पोइन्ट काटेर हाल्नु न पोइन्ट काट्दिनँ जस्तै तपाईँले सोध्नु भएको छ प्रश्नको जवाब मैले दिएको छु त्यही प्रश्न चाहिँ मैले यहाँ हाल्ने हो किन काट्नु पर्यो र कहाँ ठाउँमा त उयो भएको छ नि त मान्छे अनि ठाउँमा तपाईँले घर मराउँदैछ विचार गर्नु होला है त